आज 119औं जन्मदिन आत्मालाई शान्ति पाओस् जाते लासित बर्षको साथैमा जुबिन गार्गको उहाँहरूको आत्माले जाते शान्ति पाओस् त्यसको लागि हामी एउटा जन्म जयन्ती उद्यापन गर्न गइरहेको छु। यही विषयमा सानो एउटा देखाउनु गइरहेको यहाँनिर हाम्रो गइरहेको हाम्रा दुवैजना हाम्रा वयोज्येष्ठ दुवैजनाले यहाँ सन्तवीर अध्ययनज्यूको प्रतिछविमा दियो बालेर र सहाय गर्नुको लागि म हाम्रो केन्द्रीय समितिका उपसभापतिजीले म अनुरोध गर्दछु। यहाँ धुपकाठी चाहिँ भालौँ धुपकाठी चाहिँ भालौँ यहाँ चाहिँ सकिल्यौँ समितिका उपसभापति अनन्त तामाङज्यूले म अनुरोध गर्दछु। भवेन तामाङज्यूलाई म अनुरोध गर्दछु। प्रथम यही गर्ने त मायाले जानु पर्यो हेर्ला गर न हेर्ला गर तिनसुकिया जिल्लाका हाम्रा काले बहादुर बन्जनज्यूलाई अनुरोध गर्दछु। धन्यवाद।
र भर्खरै हाम्रा आज सभाका मुख्य अतिथि गोफले तामाङजी उपस्थित हुनुभएको छ र उहाँले आसन ग्रहण गर्न अनुरोध गर्दछु। गर्नलाई आह्वान गरेकोमा म धन्यवाद ज्ञापन गर्दै म गीत अब सुरु गर्न जाँदैछु र हजुरहरू सबैले मलाई साथ दिनुहोला भन्ने म अनुरोध गर्दछु। माया बिनी रातिर बुकु দেখা পালু তোমার ছবি ধরা দিলা গোপনে আহি হিয়ার কোন তুমি রে মোর ভুগান মনৰ নিয়ৰৰে চেষ্টাটো পাল নামি অহা ৰদৰে নৈ মোৰ দেহৰ প্ৰতি পুৱা ধুমুহাৰ হতে বহু যুগৰে নাচোন এধানো হসামো বহু দিনৰে আপোন নিজানৰ গান মোৰ শেষ হ'ব ভাবো তোমাৰ বুকুত মায়াবিনী রাতের বুকুত দেখা পালো তোমার ছবি ধরা দিলা গোপনে আহি হিয়ার কোন তুমি যে মোর ভুগান মনৰ নিয়ৰৰে চেষ্টাটো পাল নামি অহা ৰদৰে নৈ মোৰ দেহৰ প্ৰতি পুৱা ধুমুহাৰ হতে বহু যুগৰে নাচোন এধাৰো হসামো বহু দিনৰে আপোন নিজৰ গান মোৰ শেষ হ'ব ভাবো তোমাৰ বুকুত। धन्यवाद। जुबिन गार्ग अमर होस् र साथै हाम्रो कन्तव्य सन्तवीर लामा पाखिमज्यू अमर होस् र हाम्रो पहिलो जुन कार्यसूची झण्डा उत्तोलन र स्मृति तर्पणको हामी कार्यसूची यतिमै सम्पन्न भयो र हामीले यदि भाषा संस्कृति विहीन मान्छेको अस्तित्व हुँदैन, भाषामा छैन त मान्छे छैन र हाम्रो भाषा सिक्नुको लागि चाहिँ सबैले उचित हो भने म छ भने र साथै उहाँले आज सन्तवीर पाखरिनको असम गोर्खा तामाङ बौद्ध सङ्घ केन्द्रीय समितिको उद्योगमा र डिब्रुगढ जिल्ला समितिको आतिथ्यमा उज्जवल उत्तर प्रदेशको मथुरामा अनुष्ठित भएका विद्या भारतीको अन्डरमा 17 वर्ष तलको जुन कराटे कम्पिटिसन थियो त्यसमा उहाँले गोल्ड मेडल प्राप्त गर्न सक्षम भएको छ र हामी सबै तामाङ जाति गौरवित छौँ र उहाँलाई हामीले यस मञ्चबाट आशीर्वाद दिँदै उहाँले सम्मान जनाउनको लागि निम्ति आएको थियौँ र हामी उहाँ करण लामा साथै उहाँको पितृ सलबहादुर लामाज्यूले मञ्चमा आइदिनु अनुरोध गर्दछु। पितृ श्री सलबहादुर लामाज्यूलाई एउटा फुलबोटे गम्छाले हामी सम्मान जनाउन चाहन्छौँ, किनभने एउटा सन्तानले अघि बढाउनुको लागि पितृको धेरै अवदान हुन्छ र उहाँको जुन अवदान जुन कष्ट गरेर उहाँले आफ्नो सन्तानलाई जुन स्थानमा पुर्याउन सक्षम भएको छ त्यसको लागि हामी उहाँलाई धन्यवाद ज्ञापन गर्दछौँ र उहाँलाई
हामी एउटा फुलबुटे गाउँछले सम्बन्ध जनाउनको लागि हाम्रा सामान्य सचिव गोकुल तामाङज्यूले अनुरोध गर्दछु। यहाँ सलबहादुर लामाज्यू र हाम्रो भाइ करण लामा जसले कराटे कम्पिटिसनमा उत्तर प्रदेशमा गएर नेशनल लेभलमा गोल्ड मेडल हासिल गर्नु सक्षम भएको छ। यो बहुत ठुलो एउटा एचिभमेन्ट हो। त्यसको लागि हामी बहुत गौरवान्वित छौँ र उहाँलाई एउटा फुलबुटे गम्छा र एउटा ट्रफीले हामी उहाँलाई सम्बर्धना जनाउन अनुरोध गर्दछौँ। छेउबाट आएर फोटो चाहिँ राम्रो लिनु होला। यहाँ करण लामा र उहाँलाई हामीले एउटा छोटो एउटा हाम्रोतिरबाट माया दिएको धेरै ठुलो पुरस्कार छैन गर्नुको लागि म अनुरोध गर्दछु। कसरी भाइ कसरी गयो, कसरी के पायो, के भयो, अलिकति छोटकरीमा। सबैलाई नमस्कार। मेरो नाम करण लामा। मैले आपा आमाको लागि कष्ट गरिरहेको हाम्रो रास्ता अलिकति बिग्रियो, त्यही कारण अलिक दिगदार हुन्छ। त्यही कारण 10 मा मथुरापुर शङ्करदेव शिशु निकेतन त्यसमा पढ्थेँ। खेल माने 15 तारिक हो त्यहाँ नोभेम्बरको 17 अन्डर 17 वेट 62। हामीले तामाङको जुन सम्बर्धना, यो सम्बर्धना ग्रहण गर्नलाई म श्यामबहादुर मोक्तानज्यू आसेङलाई म अनुरोध गर्दछु र सभापतिज्यूको बाहुलीबाट उहाँलाई सम्बर्धना ग्रहण गर्नलाई अनुरोध गर्दछु र फुलबुटे गम्छा चाहिँ उहाँले लगाइदिनुहोस्। अब धन्यवाद छ आसेङ। हामी साँच्चै नै बहुत गौरवान्वित छौँ। हाम्रा भाइ एकजनाले हाई स्कुलमा नोकरी पाउने एउटा साँच्चै गौरवको कुरा हो र हामी सबै नाहरपरावासीको साथै हामी जम्मै गोर्खा तामाङ बौद्ध संघका परिवारबाट तपाईलाई धेरै धेरै शुभकामना र धन्यवाद छ। यसको पछाडि नै हाम्रो बहादुर लामाको अब ठाउँमा पिताले नै फुलबुटे गम्छा र सम्बर्धना ग्रहण गर्नलाई अनुरोध गर्दछु। धन्यवाद छ दाजु कमल बहादुर लामालाई र उहाँको सुपुत्र पुलिस विभागको नियुक्ति, त्यस नियुक्तिमा उहाँले सफल हुनु सक्षम भएको छ र धेरै धेरै शुभकामना ज्ञापन गर्दछु र धन्यवाद छ। हाम्रा आजको विशेष सम्बर्धना कार्यसूची हामी तिनसुकिया डिब्रुगढ जिल्लाका अन्तर्गतमा भइरहेको सन्तवीर पाफिङज्यू लामादेवको 1929 स्मृति जयन्तीमा विभिन्न प्रान्तदेखि आउनुभएका महानुभावगण, वयोज्येष्ठगण, सानो अनुसार मेरो आशय दाजुभाइ साथीहरूलाई सबैलाई मेरो तर्फबाट धन्यवाद छ। उहाँले धर्म गफे माथुज्यू सरलाई पनि उहाँले पनि धन्यवाद म टक्राउँदैछु। उहाँ शिव चोराइदेऊ जिल्लादेखि आउनु भएको आसेङलाई पनि म मेरो तर्फबाट धन्यवाद छ। साथैमा टोटल हाम्रो यहाँ नाहरपाडा उहाँलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद। जाति मात्र नभएर अन्य गोर्खे समाजको बहुत काम गर्नु भएर जानुभएको छ।
र हामीले उहाँको जुन चाहिँ चलन चलिरहेको उहाँले दर्शाएर जानुभएको छ त्यो हामीले बहुतै छोड्दै गएको छौँ किनकि हाम्रो भाषाको कुरै भयो बातको कुरै भयो हाम्रो बात विचारै अब तामाङ भाषा छैन हरायो हामी किन जस्तो हाम्रो यो भाषा गाउँको नाम त्यो बौद्ध भनेको त भनेपछि त्यो बौद्ध नीति गऱ्यौँ भने हाम्रो तामाङ नीति बोल्नु नीति सब खतम हुन्छ र हाम्रो तामाङले चिनारी दिनु गाह्रो पर्छ र हामी त्यही होस् पुर्खाको जुन चाहिँ नियम नीतिहरू सारा जातिको आफ्नो परम्पराको पुर्खाहरूले राखेको नीतिलाई नै भगवान मानेर आएको छ हाम्रो समाजहरू त्यसमा कसैले तलमाथि पार्नेलाई निन्दा गर्छ र हामीले तामाङ प्रति जान्नुको लागि हेर्नुहोस् हामीले तामाङ समाजलाई बुझ्नको लागि सन्त पाखरिङले ताम्बा काइदेन बनाइदिएको छ त्यो सबैले हेर्न तब मात्र तामाङले होक्छ जस्तो लाग्छ मलाई